कन्केभ ऐनाबाट हुने परावर्तन यसले कस्तो कस्तो आकृति बनाउँछ कहाँ कहाँ राख्दाखेरि भन्ने कुरा आज हामी हेर्न गइरहेको छौं। ल सी भन्दा पर वस्तुलाई यसरी राख्ने भने आकृति कहाँ बन्छ र कस्तो बन्छ। ल हामीले यो सी भन्दा पर वस्तुलाई ठाडो पारेर राख्दाखेरि यो सी र एफ को बीचमा आकृति बन्यो। कस्तो आकृति बन्यो? उल्टो आकृति बन्यो। र यसको अरु विशेषता के हो? उल्टो मात्रै हो? ल उल्टो भनेको हो वास्तविक पनि बन्यो र यो वस्तु भन्दा यो सानो पनि छ है। अब केही नभन्दा हामीले यसलाई नापेर पनि हेर्न सक्यौ। जस्तै यो कति छ त? यो पेन्सिलको लम्बाइ भन्दाखेरि लगभग 60 सेन्टिमिटरको हाराइ रहेछ। अब यो बनेको आकृतिको लम्बाइ चाहिँ कति छ त भन्दाखेरि यहाँ हेर्ने भने यसको लम्बाइ भनेको लगभग 30-35 जति रहेछ हैन। भनेपछि यो भन्दा चाहिँ यो के छ त? यो भन्दा यो आकृति सानो छ। सानो आकृति पनि बन्द रहेछ भन्ने कुरा हामीले बुझ्यो। अब वस्तुलाई सीमा राख्दाखेरि आकृति कहाँ बन्छ? कहाँ बन्छ सीमा राख्दा आकृति? सीमा नै बन्छ। उल्टो बन्छ कि उल्टो बन्छ? उल्टो बनेको हामी देखिरहेका छौं। यस्तै विशेषताहरु हुन्छ। अब सी र एफ को बीचमा वस्तुलाई राखेर हेरौँ ल। सी र एफ को बीचमा वस्तुलाई राख्नु। ल अब यो आकृतिको विशेषता कस्तो भयो भन्छ ल? कस्तो भयो? हो एउटा ठूलो पनि बन्यो, वस्तु भन्दा ठूलो आकृति पनि बन्यो र उल्टो पनि बन्यो। उल्टो हुने बित्तिकै कस्तो हुने भयो आकृतिको विशेषता? वास्तविक पनि हुने भयो हैन। र अब यो आकृतिलाई हामीले एफ मा राखेर हेरौँ। ल एफ मा राखेर हेर्दाखेरि के भयो आकृति? कहाँ बन्यो कहाँ बन्यो हैन? अनन्तमा आकृति बन्यो। आकृति अनन्तमा बन्यो। धेरै ठूलो बन्छ। अब यो आकृति धेरै ठूलो बन्छ किनभने प्रमुख अक्षदेखि यहाँ तल कहाँ काटिन्छ त्यहाँ काटिँदासम्म आकृति धेरै ठूलो बनिसकेको हुन्छ। त्यसो भने अब वस्तुलाई एफ र पी को बीचमा राखेर हेरौँ। यो एफ र यो प्रमुख अक्ष पी को बीचमा सरी ऐनाको केन्द्र पी को बीचमा राख्दाखेरि कस्तो बन्ने हो त आकृति? हो सुल्टो बनेको हैन। यहाँ ठाडो वस्तु राखेको, ठाडो पेन्सिल राखेको आकृति ठाडै बन्यो र वस्तु भन्दा धेरै ठूलो पनि बन्यो हैन। र कहाँ बन्यो आकृति? कहाँ बन्यो? ऐना भन्दा पछाडी बन्यो। यो चाहिँ कन्केभ ऐनाको केसमा यस्तो भयो। कुन ऐनाको केसमा? कन्केभ ऐनाको केसमा। अब कन्भेक्स ऐनामा चाहिँ कस्तो हुन्छ त आकृति? ल कन्भेक्स ऐनामा आकृतिलाई राखेर हेरौँ। ल वस्तुलाई राखेर हेरौँ। ल हेर्नु त कन्भेक्स ऐनामा भने वस्तुलाई जहाँ राखे पनि आकृति यो सीमा राख्दा यो सी हो नि त हैन। सीमा राखे पनि आकृति सुल्टो नै बनिरहेको छ, ठाडो नै बनिरहेको छ र सानो नै बनिरहेको छ। यो वस्तु भन्दा आकृति सानो बनिरहेको छ। अब अझै अगाडि नजिकै लैजाउँ। एफ र पी को नजिकैतिर लाँदा पनि आकृति वस्तु भन्दा सानो र सुल्टो नै बनिरहेको छ। यहाँबाट हामीले के बुझ्नु पर्यो? के बुझ्नु पर्यो? कन्भेक्स ऐनामा वस्तुलाई जहाँ राखे पनि आकृति कस्तो बन्ने रहेछ? हो वस्तु भन्दा सानो सुल्टो। सुल्टो हुने बित्तिकै वस्तुको आकृतिको विशेषता के हुन्छ? अवास्तविक पनि बन्ने रहेछ। ल यति कुरा तिमीले बुझ्नु पर्यो।